हेलो गाइजहरु, तपाईहरुलाई आज म एउटा राम्रो ठाउँको बारेमा बताउन गइरहेको छु जुन ठाउँको नाम रहेको छ तारेभिर ढ्यान्टान। काठमाडौँबाट धेरै टाढा पनि छैन, नजिकै रहेको छ है। अनि तपाईहरुलाई पनि धेरै टाढा टाढासम्म जान त अब टाइम पनि मिल्दैन, त्यस्तै बजेट पनि चाहियो, त्यस्तै साथी पनि चाहियो, सबै थोक चाहियो है। अनि यस्तै कुराहरुको अभावले गर्दा टाढा टाढा यात्रा गर्न सक्नु भएको छैन, टाढा टाढा भिजिटमा जान पाउनु भएको छैन भने चाहिँ तारेभिर चाहिँ ट्याक्क अफिस छुटेपछि पनि सर्र गएर घर फर्केर आउन सकिन्छ। काठमाडौँको खाल्डोमा बस्दा बस्दा हामीहरूले चाहिँ अलिकति तारेभिर माथितिर गयो भने पनि हल्का रमाइलो चाहिँ महसुस गरिदो रहेछ आफ्नो मनमा चाहिँ। किनभने तारेभिर गएपछि चाहिँ माथिबाट देखिने तल काठमाडौँको खाडल, अनि त्यस पछाडि वरिपरि हरियाली, अनि डाँडै पाखा वन जङ्गल, अनि त्यस्तै तारेभिर जाँदाखेरिको बाटोमा पनि एकदम रमाइलो दृश्यहरू छ। बाटो चाहिँ हल्का अफरोड छ तर पनि स्पोर्टहरू छ जुन अब त्यो के भन्छ, हामीले त्यहाँनिर चाहिँ बसेर चाहिँ फोटोहरू खिच्नको लागि चाहिँ निकै राम्रो राम्रो सिनहरू रहेको छ। सल्लाहको वनहरू रहेको छ, अनि त्यहाँ चेयरहरू पनि राखिदिएको छ, त्यहाँ टेबलहरू पनि राखिदिएको छ। अनि जति माथि चढ्दै गयो उति तलतिर फर्केर हेर्दा त ओ माई गड वाउ भ्यू देखिँदो रहेछ। म चाहिँ झन् अफिस छुट्टे पछाडि अलिकति साँझ हुने टाइममा गएको, माथि पुगेर चाहिँ साँझको टाइममा हेर्दाखेरि चाहिँ राम्रो भ्यू देखिँदो रहेछ। अझ आज जस्तो पानी परेको हुनुपर्छ है, अनि त्यस पछाडि भोलि जस्तो जानुपर्छ, झन् रमाइलो हुँदो रहेछ। म जाँदाखेरिको भ्यू चाहिँ यही रहेको छ। तपाईहरुलाई पनि यति अफिस घर अनि त्यस पछाडि बल्ल बल्ल भएको शनिबार पनि लुगा धुने नुहाउने अनि त्यस पछाडि सरसफाइ गर्नेमा बित्छ नि त, अनि धेरै टाइम रहँदैन। त्यसै कारणले थोरै छोटो टाइममा गएर आउन सकिने ठाउँ रहेछ तारेभिर। अनि त्यहाँ माथि गएर हेर्दा एकदमै रमाइलो हुँदो रहेछ। तपाईहरु पनि गएर हेर्नुहोस्, म चाहिँ गएर हेरेर आइसकेको ढ्याङ।